कलेज पढ्दै लोकसेवाको तयारी गर्ने कि नगर्ने? यदि यो दुविधा मनमा छ भने आज हामी यसलाई सधैँको लागि अन्त्य गर्दैछौँ। आउनुहोस्, कलेज र लोकसेवा दुवैलाई एकैपटक सफल बनाउने एउटा एकदमै शक्तिशाली 5 बुन्दे रणनीतिलाई आज हामी केलाएर हेरौँ। धेरैजनाको मनमा एउटै प्रश्न हुन्छ, के कलेज र लोकसेवाको तयारी एकैसाथ गर्नु भनेको दुईवटा डुङ्गामा खुट्टा राख्नु जस्तै हो, जहाँ डुब्ने बाहेक अरू कुनै विकल्प नै हुँदैन कि क्या हो? यो डर लाग्नु एकदमै स्वाभाविक कुरा हो। तर यसको एउटा छोटो र स्पष्ट जवाफ छ, यो सम्भव छ। हो, सही रणनीतिका साथ यो सम्भव मात्र होइन, बरु कलेजको पढाइले लोकसेवालाई र लोकसेवाले कलेजको पढाइलाई झन्नै बलियो बनाउन सक्छ। अब लागौँ है त यो कसरी हुन्छ भनेर बुझ्न। यो सफलताको सूत्र जम्मा 5 वटा मुख्य बुदामा आधारित छ। ल अब ढिला नगरी सुरु गरिहालौँ है त। पहिलो र सबैभन्दा महत्त्वपूर्ण रणनीति, कलेज र लोकसेवालाई दुई छुट्टै संसारको रूपमा हेर्न बन्द गर्ने। यी दुई बीचको साझा पुल पत्ता लगाउनु नै हाम्रो पहिलो कदम हो। अब सबैभन्दा रोचक कुरा चाहिँ यही छ। जब हामी कलेजको पाठ्यक्रमलाई लोकसेवाको पाठ्यक्रमसँग जस्तै नासु वा शाखा अधिकृतको सिलेबससँग दाँजेर हेर्छौँ, तब के देखिन्छ भने अर्थशास्त्र, विज्ञान, व्यवस्थापन, इतिहास यस्ता धेरै विषयहरू त साझा पो रहेछन्। यसको मतलब के भयो त? सोच्नुहोस् त, कलेजको लागि अर्थशास्त्र पढ्दा लोकसेवाको पनि तयारी भइरहेको छ। यो त दोहोरो काम नै भएन, बरु एउटै मेहनतले दुईवटा लक्ष्य पूरा गर्ने एकदमै स्मार्ट तरिका भयो। यसले पढाइको बोझलाई त सिरै आधा घटाइदिन्छ नि। ल ठिक छ, के पढ्ने भन्ने कुरा त थाहा भयो। अब दोस्रो रणनीतिमा जाउँ। कसरी पढ्ने? यसमा दुईवटा कुरा छन्, एउटा समय व्यवस्थापन र अर्को लेखन शैली। यहाँ अनुशासन सबैभन्दा महत्त्वपूर्ण छ है। दिनमा 10 घण्टा पढ्छु भनेर एक दिन पढ्ने अनि छोड्ने होइन, बरु हरेक दिन नबिराई 90 मिनेट हो, जम्मा 90 मिनेट लोकसेवाको लागि छुट्याउनु एकदमै प्रभावकारी हुन्छ। त्यो 90 मिनेट भनेको पवित्र समय हो, त्यसलाई अरू कुनै कुराले असर गर्नु भएन। अनि बाँकी समय त कलेजको पढाइलाई दिने भइहाल्यो नि। कलेजमा उत्तर लेख्ने तरिका कस्तो हुन्छ? सामान्यतया लामो अनुच्छेदमा व्याख्यात्मक शैलीमा लेखिन्छ, होइन त? तर लोकसेवाले त्योभन्दा फरक कुरा माग्छ। यहाँ त शीर्षक, उपशीर्षक र बुन्दागत प्रस्तुति चाहिन्छ, छोटो, मिठो र जाँचकीलाई सिधै आकर्षित गर्ने खालको। र यहाँ छ एउटा गोप्य हतियार, कलेजको परीक्षामा पनि लोकसेवाकै शैलीमा उत्तर लेख्न थाल्ने। यसो गर्दा के हुन्छ भने उत्तरहरू एकदमै स्पष्ट र आकर्षक देखिन्छन्, जसले गर्दा कलेजको नतिजा पनि सुध्रिन्छ। मतलब एउटै अभ्यासले दुवै परीक्षाको तयारी। कस्तो राम्रो आइडिया! पाठ्यक्रम र पढ्ने तरिकापछि अब तेस्रो र अन्तिम रणनीतिमा लागौँ। यो रणनीति हाम्रो वरपरको वातावरण र सङ्गतसँग सम्बन्धित छ, जसले हाम्रो सफलता वा असफलता निर्धारण गर्न सक्छ। एउटा भनाइ छ नि, मानिस आफूले सबैभन्दा बढी समय बिताउने 5 जनाको औसत हुन्छ। परीक्षा तयारीको समयमा त यो भनाइ एउटा अकाट्य सूत्र नै बन्न पुग्छ। यो चार्टले यसलाई छर्लङ्ग पार्छ। लक्ष्यसँग नमिल्ने साथीभाइको सङ्गतले ध्यानभङ्ग गर्छ, तर जब एउटै लक्ष्य बोकेको समूहमा बसेर तयारी गरिन्छ नि, तब एकाग्रता र उत्प्रेरणा त आकाश छुन्छ। किनभने यस्तो समूहमा ज्ञान र नोटहरू आदान प्रदान हुन्छ, विषयमाथि बहस हुन्छ, र सबैभन्दा महत्त्वपूर्ण कुरा, जब कसैको हौसला घट्छ तब अरूले उसलाई उठाउँछन्। यो त एक अर्कालाई सफल बनाउने एउटा इकोसिस्टम जस्तै हो। त्यसो भए यी सबै रणनीतिहरूलाई एकै ठाउँमा जोडेर हेर्दा के देखिन्छ त? पाठ्यक्रम मिलाउने, समय र लेखन शैली सुधार्ने र सही वातावरण बनाउने। नतिजा त्यही पुरानो उखान जस्तै हुन्छ, एउटै तीरले दुई शिकार। कलेजको सफलता र लोकसेवाको सफलता दुई फरक लक्ष्य होइनन्, बरु यो एउटै स्मार्ट प्रयासबाट हासिल हुने दुई परिणाम हुन्। यो रणनीतिले के स्पष्ट पार्छ भने सफलताको लागि दोब्बर मेहनत होइन, दोब्बर चलाखी चाहिन्छ। अब प्रश्न यो होइन कि यो सम्भव छ कि छैन, प्रश्न त यो हो कि यो रणनीतिको पहिलो कदम कहिलेबाट सुरु गर्ने।